एका देशमा एउटा कुखुरा थियो। त्यो कुखुरालाई सबैले माया गरेर कुखुरी भनेर बोलाउँथे। कुखुरीको अति नै सुन्दर प्वाखहरू थियो। घर वरपर डुल्न एकदमै मन पर्थ्यो उसलाई। अनि त्यो कुखुरालाई बिहान उठ्ने बित्तिकै एकदमै भोक लाग्थ्यो। त्यो कुखुराको साह्रै नै मनपर्ने खाना बासी भात थियो। एक दिनको कुरा हो, त्यो कुखुरा बिहान उठेर सधैँ खाने गरेको बासी भात खान जाँदा त त्यहाँ त भात नै थिएन। त्यो कुखुरीको बासी भात त पहिला नै कोही आएर खाइसकेको रहेछ। अनि त्यो कुखुरी अचम्म परेर सोच्न थाल्यो, कसले खाएछ त मेरो बासी भात? कुखुरीका बासी भात खा, खै मेरो बासी भात बिरालोले खायो। खै बिरालो मुसा मार्न गयो, खै मुसा दुलो भित्र पस्यो। खै दुलो गाईले कुच्यो, खै गाई खोलाले बगायो। खै खोला सुक्यो। जब त्यो कुखुराले थाहा पायो उसको बासी भात त बिरालोले पो खाएको रहेछ, कुखुरीलाई यो कुराले एकदमै रिस उठ्यो र भन्न थाल्यो, मेरो बासी भात खाने बिरालोलाई म सजाय दिएरै छोड्छु। तर त्यो बिरालो कहाँ लुक्यो त? कुखुराले त्यो बिरालो खोजेर सजाय दिन भन्दै अनुसन्धान सुरु गर्न थाल्यो। कुखुरीको बासी भात खाने बिरालो मुसा मार्नको लागि मुसाको दुलोमा छिरेको थाहा पायो। तर कुखुरा त्यहाँ पुग्दा त त्यो दुलो गाईले खुचेर पुरिसकेको रहेछ। अब बिरालोलाई नभेटेपछि दुलो पुर्ने गाईलाई नै सजाय दिन्छु भनेर त्यो कुखुरी गाईलाई खोज्न हिँड्यो। यो गाई खोज्दै जाँदा त त्यो गाईलाई खोलाले बगाइसकेको रहेछ। अब खोलाले बगाएको थाहा पाएपछि कुखुरालाई खोलासँगै रिस उठ्न थाल्यो र भन्न थाल्यो, अब म त्यही खोलालाई सजाय दिन्छु। अनि त्यो खोलालाई खोज्दै खोज्दै त्यो कुखुरी खोला भएको ठाउँमा पुग्यो। त्यहाँ पुग्दा त त्यो खोला बर्खे झरीले बग्ने खरे खोला रहेछ। कुखुरी पुग्दासम्म त्यो खोला सुकिसकेको रहेछ। अब खोला पनि नभेटेपछि निराश हुँदै कुखुरी थाकेर घर फर्कियो। फेरि सोच्न थाल्यो, त्यो बिरालोले मेरो बासी भात किन खाएको? कुखुरीका बासी भात खा, खै मेरो बासी भात बिरालोले खायो। खै बिरालो मुसा मार्न गयो, खै मुसा दुलो भित्र पस्यो। खै दुलो गाईले कुच्यो, खै गाई खोलाले बगायो। खै खोला सुक्यो। अर्को दिन ऊ बिहान उठ्यो। आफ्नो बास्ने काम सकिसकेपछि थालमा हेर्दा त उसलाई बासी भात कसैले पहिल्यै राखिदिसकेको रहेछ। खुसी हुँदै उसले सबै बासी भात खायो, किनकि ऊ हिजोदेखिको भोको पनि थियो। त्यो बासी भात टन्न खाएपछि उसको हिजोको बासी भात खान नपाएको रिस पनि सबै मर्यो। उसले बिरालोलाई माफ दिने निर्णय गर्यो। सबै रिस त्यागेर माफी दिन सकेकोमा ऊ आफैसँग खुसी भयो।